नमस्कार, आँखीझ्यालमा तपाईँलाई स्वागत छ। नेपाल जलवायु परिवर्तनका असरहरूसँग जुधिरहेको छ। बाटोहरू आएर तलका बस्तीहरू पुरेको चाहिँ अधिकांश देश चाहिँ यो अव्यवस्थित तपाईँको विकासे कार्यक्रमले असर गरेको देखिन्छ। राम्रो ठाउँ चाहिँदैन, हाम्रो ठाउँ चाहिन्छ। जनप्रतिनिधि हैसियतले चाहिँ सकिन्छ भन्नु पर्यो साथीहरूलाई चित्त बुझाउन चाहिँ, तर यो सम्भावना चाहिँ अलिक कम देख्छु म चाहिँ। 7 वर्षको प्रोजेक्ट 4 वर्ष सिद्ध पनि 15% भन्दा कम खर्च भइरहेछ भने कहाँनिर हाम्रो कमजोरी छ भन्ने कुरा पनि एकदम इम्पोर्टेन्ट छ। ट्रान्सपरेन्सी नेपालले अन्तर्क्रिया कार्यक्रम गरे, स्थानीयहरूबाट धेरै कुराहरू आउँदो रहेछ। हाम्रो पोलिसी मेकिङ लेभलमा हुनुभएको व्यक्तिहरूलाई राखेर चाहिँ बृहत छलफल गर्नुपर्ने देखिएको छ। नेपालमा परेको जलवायु परिवर्तनका असरहरू सामना गर्न पैसा र प्रविधि मात्रले पुग्दैन, सुशासन अपरिहार्य छ। हरेक रुपैयाँको मूल्य छ, हरेक आवाजको महत्त्व छ। आउनुहोस् जलवायु कार्यलाई जवाफदेहीपूर्ण बनाऊ। आदिवासी जनजातिको प्रथाजनित शासन सम्बन्धी राष्ट्रिय सम्मेलन हालै मात्र काठमाडौँमा सम्पन्न भएको छ। यस अवसरमा आदिवासी जनजातिका प्रथाजनित शासनलाई कानुनी मान्यता दिनुपर्ने सवाल गम्भीरताका साथ उठान भएको छ। प्रस्तुत छ यो भिडियो सामग्री। नेपालमा प्रथाजनित शासन सम्बन्धी 2 दिने राष्ट्रिय सम्मेलन आदिवासी जनजातिका प्रथाजनित संस्थालाई कानुनी मान्यता दिनुपर्ने लगायतका माग अगाडि सार्दै सम्पन्न भएको छ। 2082 पुस 7 र 8 गते काठमाडौँमा भएको सम्मेलन आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिप्रेड, फेकोफन, ग्रिन फाउन्डेसन र टेन्युर फेसिलिटीले संयुक्त रूपमा आयोजना गरेका हुन्। सम्मेलनमा स्वतन्त्र, पूर्व र जानकारी सहितको मन्जुरी एपिक लागू हुनुपर्ने, स्रोत, भूमि र भूक्षेत्रको स्वामित्व तथा नियन्त्रण सम्बन्धमा आदिवासी जनजातिको अमूर्त सांस्कृतिक सम्पदा अधिकारको मान्यता र संरक्षण, कानुनमा सुधार तथा संशोधन लगायतका विषयवस्तुहरूबारे गहन छलफल भएको थियो। आदिवासी जनजातिहरूको प्रथाजनिक अभ्यासलाई र त्यो अभ्याससँग रहेका हाम्रो जीविकोपार्जन गर्ने शैली, हाम्रो संस्कृति, रीतिरिवाज, हाम्रो प्रथा, हाम्रो तपाईँको चाहिँ वन जङ्गल, जमिन, पानीसँगको सम्बन्धलाई चाहिँ यसलाई चाहिँ फर्स्ट प्रायोरिटीका सहित कार्यान्वयन हुनुपर्छ भन्ने खालको छ हैन। र सँगसँगै तपाईँको चाहिँ यो चाहिँ तपाईँको चाहिँ स्थानीय सरकारले एउटा ओनरसिप र रेस्पोन्सिबिलिटीका साथ तपाईँको चाहिँ मान्यता दिनुपर्छ भन्ने हो। सम्बन्धित हाम्रो सरकारी निकायहरू, त्यहाँ रहेका सिभिल सोसाइटी अर्गनाइजेसनहरू, त्यहाँको हाम्रो चाहिँ जातीय संस्थाहरूको मार्फत चाहिँ यसलाई कार्यान्वयनको लागि चाहिँ हामी पहल गर्छौँ। सम्मेलनको उद्घाटन गर्दै आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिवासी जनजातिका ज्ञान, सिप र शासन पद्धति विश्व समुदायका लागि उदाहरणीय रहेको उल्लेख गरे। युएनको रिपोर्टहरूले पनि के देखाउँछ भने 8000 जति भाषाहरू छन्। त्यो भाषाभित्र चाहिँ ज्ञान र सिप छन् र आदिवासी जनजाति ज्ञान र सिप यस्तो महत्त्वपूर्ण हो कि त्यो चाहिँ आधुनिक ल्याबोरेटरीले चाहिँ त्यसलाई चाहिँ के भन्छ, त्यसको गुणस्तर चाहिँ मापन गरिरहनु पर्दैन भन्छ। उदाहरणको लागि रिपोर्टले के भन्छ भने 80% भन्दा बढी अथवा अहिले एक्जिस्टिङ हामी मानव समुदायले जति पनि खाद्य पदार्थ खाइराखेका छौँ तीमध्ये 80% भन्दा बढी खाद्य पदार्थ त आदिवासी जनजातिको ज्ञान र सिपमा आधारित छ भन्छ क्या। बागमती प्रदेशका सांसद भारती पाठकले आदिवासी जनजातिका हक अधिकार सुनिश्चित गर्नका लागि भएका कानुनको कार्यान्वयन र आवश्यकता अनुसार नीति बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिइन्। हामीले भएको कानुनी रूपमा रिकग्नाइज भएको कुरालाई एप्रिसिएट गर्नुपर्छ र अपुर भएको कुरालाई कसरी प्रभावकारी रूपमा अझ भूमिका खेलेर सम्बोधन गर्ने भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ। एउटा विषय सम्बोधन हुने बित्तिकै यो सबै टुङ्ग्यो सकियो भन्ने चाहिँ हुँदैन। त्यो पनि सबैको पहलबाट नीतिमा राख्न सफल भएको हो भन्ने मलाई लाग्छ। त्यस पछाडिका गतिविधिहरू यो 10-15 वर्षको बिचमा हेर्ने हो भने नेपालको कन्टेक्स्टमा आदिवासी जनजातिहरूको
प्रथाजनित अधिकारको सन्दर्भमा प्रथाजनित अभ्यासहरूको सन्दर्भमा धेरै बहस भएको छ, छलफल भएको छ, डकुमेन्टेसनहरू अगाडि आउन थालेको छ, जुन कुराले नीतिगत रूपमा प्रभाव पार्छ, परिवर्तन ल्याउँछ भन्ने मेरो विश्वास छ। सिप्रेटका अध्यक्ष डाक्टर पासाङ शेर्पाले राज्यको विभिन्न कानुनले प्रथाजनित अभ्यासलाई बेवास्ता गरेकाले आदिवासी जनजाति मैत्री कानुन बनाउनका लागि सरकारवाला सबैको ध्यान जानुपर्ने आवश्यकता औल्याए। जनजातिका प्रथाजनित अभ्यास पनि छ र सँगसँगै सरकारको कानुन पनि छ, तर यो दुईटा सँगसँगै गइरहेको अवस्था पनि छ। त्यो दुईटा सँगसँगै गएको अवस्थाहरू ठाउँ अनुसार फरक पर्छ। कन्जर्भेसन एरियाभित्र पनि त्यो खालको इस्युहरू छ, राष्ट्रिय निकुञ्जभित्र पनि त्यो खालको इस्युहरू छ, अनि सँगसँगै तपाईँको सामुदायिक वनभित्र पनि छ। कति सामुदायिक वनभन्दा बाहिर छ। अब हामीले सामुदायिक वनभित्र भएको कुरालाई कसरी एड्रेस गर्न सकिन्छ, राष्ट्रिय निकुञ्जभित्र र संरक्षण क्षेत्रभित्रको कुरालाई कसरी एड्रेस गर्न सकिन्छ, र सामुदायिक वन यो पुरै पनि भित्र नभएको त्योभन्दा बाहिर भएको कुरालाई कसरी एड्रेस गर्न सकिन्छ भन्ने खालको कुरामा पनि हामी बसेर छलफल गरौँ। र त्यो छलफल गर्नका लागि एउटा समूह मात्र भेला भएर हुँदैन। यहाँ सबै खालको तपाईँको सरकारवाला तपाईँको समूह एकै ठाउँमा भेला भएर छलफल गर्नुपर्छ, अनि मात्र निष्कर्षमा पुग्न सकिन्छ भन्ने हिसाबले वास्तवमा यो आजको यो 2 दिनको कार्यक्रम आयोजना गरिएको हो। नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष ग्याल्जे शेर्पाले आदिवासी जनजातिका प्रथाजनित अभ्यासलाई प्रवर्धन गर्न स्थानीय सरकारले बजेट विनियोजन गर्नुपर्ने बताए। स्थानीय तहमा हाम्रो चाहिँ आदिवासी जनजाति पनि धेरै चाहिँ प्रतिनिधि छन्, धेरै मेयर छन्, धेरै चाहिँ उपप्रमुख छन्, धेरै छन्। तर आदिवासी जनजाति भएको ठाउँमा चाहिँ बजेटहरू छुटाएर केही आदिवासीको एक्टिभिटीहरू बढाएको छ, पछाडिको वर्गको एक्टिभिटीहरू बढाएको छ। अरू भएको ठाउँमा चाहिँ आदिवासी जनजातिलाई चाहिँ बजेटहरू छुटाएको छैन। उद्घाटन समारोहमा बोल्ने अधिकांश वक्ताहरूले दिगो विकास र जलवायु परिवर्तन विरुद्ध लड्न आदिवासीका प्रथाजनित अभ्यासहरू नै मुख्य आधार भएकाले यसतर्फ गम्भीर बन्नुपर्नेमा जोड दिएका छन्। मेरो पालिकाभित्र विशेष गरेर अल्पसङ्ख्यक जातिहरू, दुरा जातिहरू धेरै बसोबास गर्नुहुन्छ, कुमाल जातिहरू हुनुहुन्छ, विभिन्न जात जातिहरूको बसोबास छ। त्यसलाई हामीले चाहिँ अहिलेसम्म के प्रारम्भ गरेका छौँ भने पहिलो दुरा जातिहरूको भाषा लोप भयो। हामीले चाहिँ सुन्दरबजार नगरपालिकाले दुरा भाषा पढाउने काम, नयाँ पुस्तालाई चाहिँ उहाँहरूको संस्कार सिकाउने काममा चाहिँ नगरपालिका क्रियाशील छ। त्यस्तै कुमालहरूको आफ्नो जातिजन्य जुन परम्पराहरू थिए ती लोप भएर गए। मागी लगायतका कुराहरू कुमालहरूको नयाँ पुस्ताले चाहिँ बिर्स्यो र हामी अहिले त्यो प्रारम्भ गरेर अब जाति अनुरूपको आफ्नो भाषा, धर्म, संस्कृति त्यो चाहिँ संरक्षण गर्ने काममा गरेका छौँ। वन भनेको केवल पैसा होइन भनेर हामीले मुद्दा उठायौँ। वन भनेको समाज हो, संस्कृति हो, परम्परा हो, प्रथाजनित अभ्यास हो, वातावरण संरक्षण हो, त्यसपछि पैसा हो। आज वनलाई खालि पैसासँग हेर्ने दृष्टिकोणले यी हाम्रा प्रथाजनित अभ्यास, परम्परागत अभ्यासमाथि प्रश्न चिन्ह खडा गरिरहेका छन्। हामीले तिनीहरूलाई खबरदारी गरिरहेका छौँ। त्यसकारण हामीले भनेका छौँ वनको दिगो व्यवस्थापन गरेर वनको हाम्रो प्रथाजनित अभ्यासलाई संस्थागत गर्ने, त्यसलाई चाहिँ हामीले कसरी हुन्छ नयाँ जेनेरेसनमा हस्तान्तरण गर्ने, हाम्रा परम्परागत प्रथाजनित अभ्यासहरूको संरक्षण गर्ने यो अभियानमा अहिले हामी व्यापक रूपमा लागेका छौँ। कार्यक्रममा संरक्षित क्षेत्रका नाममा राज्यबाट लादिएका कानुनी व्यवस्थाले आदिवासीका परम्परागत पेसामा असर परेको भन्दै चिन्ता व्यक्त गरिएको छ। खोसिँदैछन्, लुटिँदैछन्, मारिँदैछन्। किन भन्दाखेरि हाम्रो भेडा गोठहरू विस्तारित हुँदैछ। यो हाम्रो एकदम परम्परागत एउटा हाम्रो खेती प्रणाली हो, हाम्रो जीवन जगत र एउटा सृष्टि अडिएको पनि छ। तर अहिले सामुदायिक वनको नाममा होस् या अरू कौलिक वनको नाममा होस् हाम्रो भेडा पालन सखा हुँदैछ। त्यसैले म भन्छु अहिले हाम्रो भेडा गोठहरू दिनदिनै प्रताडित बनेका छन्। नेसनल पार्कको कारणले गर्दा आदिवासी जनजातिको चौरी पाल्ने थप थलोहरू सबै नेसनल पार्कले कब्जा गर्यो। त्यो कारणले गर्दा पनि धेरै हाम्रो आदिवासी महिलाहरू चाहिँ विदेशी पलायन भयो र त्यहाँ पनि धेरै हिंसाहरू भोग्नु पर्यो। प्रथाजनित जुन गभर्नेन्सको कुरा छ नि, कस्टमरी गभर्नेन्सको, यो एकदम महत्त्वपूर्ण विषय छ। अब हाम्रो नेपालको एउटा ब्युटी पनि यही नै हो हजुरको, होइन? हामी चाहिँ विभिन्न जनजाति आदिवासीहरू चाहिँ निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र, मध्यवर्ती क्षेत्रमा चाहिँ बसोबास गर्छौँ। उहाँहरूसँग त्यहाँको वन्यजन्तु, वनस्पति, होइन, त्यहाँको सँग चाहिँ एकदम एफिलिएसन पनि छ। उहाँहरूले यसको संरक्षणमा पनि धेरै कन्ट्रिब्युसन गर्नुभएको छ। र जहाँसम्म यसको अब रिकग्निसनको कुरा छ, उहाँहरूको चाहिँ प्रथाजनित अभ्यासको रिकग्निसनको कुरा छ, यसलाई हाम्रा अहिले पछिल्ला चरणमा हुने ऐन कानुनहरूमा
कार्यविधिहरूमा यसलाई चाहिँ रिकग्नाइज पनि गरिराखेका छौँ। एउटा माथि पहिला एक्सेसदेखि लिएर सम्मेलनको पहिलो दिन उद्घाटन सत्र पश्चात वन जग्गाको स्वामित्व, परम्परागत शासन र आदिवासी जनजातिको अधिकारका बारेमा डाक्टर गङ्गाराम दाहालले प्रस्तुति राखेका थिए। हामीले त निजीमा त कुनै कन्फ्युजन भएन। हाम्रो प्राइभेट प्रोपर्टी, इन्डिभिजुअल प्राइभेट ओनरसिपको हिसाबले सबै त्यो अधिकार सम्बन्धीका व्यवस्थाका सबै कम्पोनेन्टहरू पहुँचदेखि बिक्री वितरणसम्मको हामीलाई अधिकार हुन्छ प्राइभेटमा, होइन? त्यसमा कुनै कन्फ्युजन भएन। तर पब्लिक र कम्युनिटिज र इन्डिजिनियस पिपुलको बिच तनाव जस्तो छ कि त्यहाँनिर चाहिँ अलिकति अब यो स्रोतहरूमाथि हाम्रो अधिकार हुनुपर्छ भनेर समुदायले र आदिवासीहरूले भन्ने र अनि सरकारले चाहिँ होइन हाम्रै कन्ट्रोल अथवा म्यानेजमेन्टमा हुनुपर्छ भन्ने बिचमा त्यहाँ छ कन्फ्लिक्ट, है? नेपालमा प्राकृतिक स्रोत व्यवस्थापनमा आदिवासी जनजाति र स्थानीय समुदायको परम्परागत शासन प्रणालीको कानुनी प्रावधानहरूका विषयमा अधिवक्ता दिलराज खनालले कार्यपत्र प्रस्तुत गरे। कस्टमरी प्र्याक्टिस प्रथागत अभ्यास हुनलाई संरक्षण पनि हुनु पर्यो, त्यो दिगो किसिमको संरक्षण पनि हुनु पर्यो र उपयोग पनि हुनु पर्यो। त्यो आवश्यकतासँग मिल्ने किसिमको यदि हाम्रो परम्परागत सांस्कृतिक अभ्यास अनुसार जैविकताको उपयोग गरिएको छ, प्राकृतिक स्रोतको उपयोग गरिएको छ भने त्यो चाहिँ कस्टमरी प्र्याक्टिस हो भनेर एउटा एकदम क्लियर डेफिनेसन चाहिँ दिएको छ, परिभाषित गरेको छ। त्यसले गर्दा हामीले कस्टमरी प्र्याक्टिस प्रथागत अभ्यास भनेको के हो भनेर भन्नुपर्दाखेरि जैविकता महासन्धिको 14औं सम्मेलनले गरेको निर्णयलाई चाहिँ आधार मानेर हामीले दृष्टिकोण राख्न सक्छौँ। सम्मेलनमा स्थानीय तहका जनप्रतिनिधि, राष्ट्रिय निकुञ्जका प्रतिनिधि, प्रथाजनित सङ्घ संस्थाका प्रतिनिधिहरूबीच प्यानल छलफल भएको थियो। यस क्रममा प्राकृतिक स्रोत, पारिस्थितिकीय प्रणाली, जैविक विविधता संरक्षण, जलवायु कार्य र परम्परागत जीविकोपार्जनमा प्रथाजनित संस्थाको भूमिका र योगदानका सम्बन्धमा छलफल भयो। प्यानल छलफलका वक्ताहरूले प्रथाजनित संस्थाका असल अभ्यास, अवसर र चुनौतीबारे आफ्ना अनुभवहरू आदान प्रदान गरे। हामीले वन जङ्गल सम्बन्धी अब आयात सम्बन्धी थुप्रै काम गरिसकेका छ। अनि यो स्रोत, पानीको स्रोत जोगाउनको लागि चाहिँ हामीले डाँडाकाँडामा, ठुलो सोराको चाहिँ डाँडाकाँडामा, तुरुङको डाँडाकाँडामा सुन्दरगढ नगरपालिकाको एकदम माथिल्लो 11 नम्बर डाँडाको रूपमा त्यो ठाउँमा हाम्रो पोखरी खनेर राखेका छौँ, जसले गर्दाखेरि पानीको स्रोत नसुकुन् भन्ने हाम्रो पुर्खाले गरेको एउटा त्यो नियम चाहिँ हामीले सिकेर हामीले सिप्रेटको सहयोगले हामीले त्यहाँ त्यसरी बनाइराखेका छौँ। सुन उपत्यका चाहिँ विश्वकै एउटा जैविक विविधताको एउटा खुल्ला सङ्ग्रहालय। विक्रम सम्वत 1977 सन् 1920मा धर्मगुरु डुपरगोसेज्यूबाट बुद्ध जयन्तीकै अवसरमा बौद्ध दर्शन र पञ्चशीलको सन्देश दिएर जुन उपत्यकालाई अहिंसा क्षेत्र घोषणा गरेको छौँ। भलमनसासँग ऐन जस्तै ऐन हामीले कसरी बनाउने, ऐनमा हामीलाई के चिज चाहिन्छ, त्यो ऐनलाई कार्यान्वयन गर्नको लागि हामीले कसरी चाहिँ राज्यसँग पहल गर्ने भनेर चाहिँ सिक्रेट संस्थाले सायद मलाई लाग्छ 2-3 वर्ष नै भइसक्यो हामी भलमनसासँग ऐन बनाउनको लागि, त्यो पहल गर्नको लागि, त्यसलाई कानुनी मान्यता दिलाउनको लागि। अनि पालिकालाई पनि मैले धन्यवाद दिन चाहन्छु। लगभग हामीले कञ्चनपुरको हकमा कुरा गर्दाखेरि 3टा पालिकामा हामीले काम गरिरहेछौँ। म एउटा चाहिँ ल इन्फोर्स गर्ने व्यक्ति भएको हिसाबले उहाँहरूको चाहिँ जुन कस्टमरी ल छ, कस्टमरी प्र्याक्टिस छ, ती कुराहरूलाई चाहिँ मैले आफ्नो कानुन अथवा नेपाल सरकारको कानुन अथवा फर्मल ललाई चाहिँ इम्प्लिमेन्ट गर्ने बेलामा चाहिँ ती कुराहरूलाई मैले चाहिँ त्यसमा इन्टिग्रेट गरेर अथवा इन्कर्पोरेट गरेर चाहिँ लानुपर्ने चाहिँ अति आवश्यक हुन्छ, त्यो किसिमले गर्छु। सम्मेलनको दोस्रो दिन वन तथा वातावरण विज्ञ डाक्टर सिन्धु प्रसाद ढुङ्गानाले परम्परागत शासनको कानुनी मान्यताका विषयमा कार्यपत्र प्रस्तुत गरे। 2-3टा हिसाबले हामीले हेर्नुपर्छ। अब एउटा चाहिँ जैविक विविधता संरक्षणको हिसाबले पनि यो कस्टमरी जो गभर्नेन्स छ त्यसले प्रथाजनित हिसाबले भूमिको, जलको, जैविक विविधताको संरक्षण गर्दै आएको हिसाबले पनि त्यो महत्त्वपूर्ण देखिन्छ। र अर्को न्यायिक हिसाबले पनि कस्तो भने आदिवासी जनजातिहरूले पुर्खादेखि एक प्रकारको आफ्नोपनलाई संरक्षण गर्न आफ्नै प्रकारको शासकीय
ढाँचाहरू चाहिँ विकास गर्दै आउनुभएको र न्यायिक हिसाबले पनि उहाँहरूको त्यसलाई चाहिँ त्यसले जुन राष्ट्रिय कानुन प्रणालीलाई क्षति पुर्याउने पनि होइन, त्यो एक खालको समपूरक नै हुन्छ। त्यस कारणले पनि न्यायिक हिसाबले पनि त्यसलाई चाहिँ समर्थन गर्न उपयुक्त हुन्छ। सम्मेलन अवधिभर आदिवासी जनजाति समुदायका अगुवा, प्रथाजनित शासकीय संस्थाका नेतृत्वकर्ताहरू, स्थानीय सरकारका प्रतिनिधिहरू, प्राज्ञिक अनुसन्धानकर्ता, नीति निर्माता तथा विकास कर्मीहरूबीच विभिन्न चरणमा गहन छलफल र बहस समेत भयो। कार्यक्रमको अन्तिम सत्रमा भने प्रथाजनित सुशासन, नीति निर्माण तहमा आवश्यक सुझाव र भावी कार्यदिशाबारे गोलमेज छलफल भयो। कार्यक्रममा विद्यमान राष्ट्रिय कानुन संशोधन गरिनुपर्ने, वन संरक्षण तथा संरक्षित क्षेत्र सम्बन्धी कानुन सुधार गरिनुपर्ने, आदिवासी जनजातिकै नेतृत्वमा अनुसन्धान तथा अभिलेखीकरण, महिला, युवा तथा सीमान्तकृत समुदायको भूमिका सुदृढीकरण र आदिवासी जीविकोपार्जन तथा खाद्य सार्वभौमिकता लगायतको प्रवर्धन गर्नुपर्ने विषय गम्भीरताका साथ उठान गरिएको थियो। कोशी निकुञ्जमा अनि यो चितवन राष्ट्रिय निकुञ्जमा अनि यहाँ शिवपुरी अनि धुर्पाटन हन्टिङ रिजर्भमा अनि तनहु हाइड्रो पावरको ले गर्दा इम्प्याक्टेड कम्युनिटीहरूको जेन्युअल केसहरूलाई एडभोकेसी, सचेतना, ट्रेनिङ, लिडरसिप गर्दै आइरहने क्रममा हामी धेरै कुराहरूको अनुभूति गरिरहेका छौँ। तर धेरै च्यालेन्जिङहरू छन्। जस्तै हामीले हेर्दाखेरि एउटा विकासको नाममा आदिवासीहरू विस्थापित भएका रहेछौँ। प्रथाजनित संस्था, प्रथाजनित अभ्यास भनेको त्यो आफैमा आदिवासीहरूको पहिचान हो। उनीहरूको समग्र जीवन प्रणाली जोडिएको हुन्छ त्यहाँ, होइन? त्यसले वातावरण व्यवस्थापन कसरी गर्छ, होइन? प्राकृतिक स्रोत साधनहरूको व्यवस्थापन कसरी गर्छ, होइन? त्यति मात्रै नभएर प्रथाजनित संस्था मार्फत चाहिँ त्यो एउटा शिक्षाको एउटा भन्नुहोस् न शिक्षा प्रणाली पनि हो क्या एक किसिमले भन्यो भने। किनभने त्यहाँ चाहिँ आदिवासीय मूल्य मान्यताहरू पुस्तान्तरण हुने प्रक्रिया पनि सँगसँगै भइराखेको हुन्छ। सम्मेलन 14 बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। उक्त घोषणापत्रमा प्रथाजनित संस्थाको कानुनी मान्यताको अभाव, प्राकृतिक स्रोत, भूमि तथा भूक्षेत्रमाथि अधिकारको असुरक्षा, सांस्कृतिक क्षय तथा आदिवासी जनजाति ज्ञानको ह्रास, विद्यमान कानुनको कार्यान्वयनमा कमजोरी, संस्थागत दर्तामा चुनौती, जीविकोपार्जन तथा खाद्य सुरक्षाको चुनौती, निर्णय प्रक्रियाबाट बहिष्करण, महिला, युवा तथा कमजोर समूहको सीमान्तीकरणलाई प्रथाजनित शासनमा विद्यमान चुनौतीका रूपमा औल्याइएको छ। वन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण, भूमि लगायतका सम्बन्धमा बनेका राष्ट्रिय कानुन तथा नीतिहरूले आदिवासी जनजातिका प्रथाजनित सुशासन प्रणालीको असल अभ्यासहरूको निरन्तरतामा अवरोध मात्र पुर्याएको छैन, कतिपय अवस्थामा त्यस्ता असल अभ्यासहरूलाई अपराधीकरण समेत गरेको छ। आदिवासी जनजातिका प्रथाजनित शासन पद्धतिहरू जल, जमिन र जङ्गलको दिगो संरक्षण तथा उपयोग गर्ने आधार हुन्। आँखीझ्याल नेपाल वातावरण पत्रकार समूहद्वारा सञ्चालित न्युज पोर्टल हाकाहाकी.org, फेसबुक र युट्युबमा पनि हेर्न सकिन्छ। हवस् त आजको आँखीझ्याल यति नै। अर्को साता फेरि आउनेछौँ। नमस्कार।